हजुर भिडियो गर्नु मिल्दैन सर हो ए पहिल्यैदेखि यस्तै हो सर ए भिडियो गर्दै थिएँ तर उहाँहरूको त्यो युनिफर्ममा चाहिँ भिडियो बनाउनु हुँदैछ मलाई थाहा थिएन त्यो 150 को मात्र बन्छ अरे त कहाँबाट बिग्छ त नि कहाँदेखि आउनु भएको तपाईँ सबै ठाउँ भन्नाले हामी दुईजना बानेश्वर 8 फिट मात्रै हो र 8 फिट ठ्याक्कै रहेछ खाजा त सबै खाएछ के खानुहुन्छ खाएछ त नि यस्तो लुकाउनु पर्छ नि अनि के हो त्यो तामाङले सरोज सरोज लेखी सुरज सरोज के लेखेछ नामै पुरा छैन के लेख्यो सुरेश सु पनि छ ए रहेछ 100 रुपियाँ एकजनाको हेलो एभ्रिवान सम्पूर्णलाई जय मसी सबैजना सन्चै हुनुहुन्छ होला म पनि एकदम ठिक छु आज चाहिँ टक्क हामी चाहिँ घुम्न आइदिएको सुन्दरी जल एकदम बबाल छ सो लेसी कस्तो हुन्छ मासतिर चाहिँ हामी गएको छैन हामी जाँदैछु म र साथी टक्क अहिले चाहिँ हामी सुन्दरी जलको उकालो चढ्दैछु पानी छ उकालो हाम्रोतिर पानी जाने पाइप यही हो फलामको रहेछ पहिला त कालो थियो अहिले त कलर लगाएको रहेछ छ छैन किन खोइ गराइरहेको छु मैले नभए कहाँ यस्तो चिसो हुन्छ पहिले सुभाष म कहाँ यतातिर हो कि कहाँ मासतिर चटपट बनाएर गएको थियौँ हामी चटपट लगेर उतापट्टि खोलामा केटाहरू अहिले सब विदेशमा चाहिँ नेपालमा डुलुवा भएर हिँडिरहेछ कस्तो खतरा फुलहरू हेर ऊ भारी दामी रहेछ र पुरानो घरहरू पनि रहेछ दामी उयोले माटोले बनाएको यही हो बहिनीहरू जाने बाटो यहाँबाट गयो भने तिनीहरूको होस्टेलमा पुग्छ है यहाँबाट लिँदैन क्या हो र लिनुपर्ने पहिला त लिएको थियो 100 रुपियाँ 200 छ 100 रुपियाँ एकजनाको पानी प्लास्टिकको झोलामा हाल्छ नि मेरो कति गयो यार उगिन्छ है दिगो होला के हो यो टिकट थ्याङ्क यू सुरेश तामाङ हजुर भिडियो गर्नु मिल्दैन सर हो नम्बर ए 97 जस तपाईँहरूको उयो चाहिँ आउनु भएन 17 13 भन्दा अगाडि यो गाडी हजुर 17 मा हाम्रो पुरै ठाउँ फोटो नखिच्ने भने लेखाउँ त्यस्तोमा बाटोमा लेखा हुन्छ हुन्छ सर हुन्छ थाहा भएन त्यही भएर भिडियो गर्दै थिएँ तर उहाँहरूको त्यो युनिफर्ममा चाहिँ भिडियो बनाउनु हुँदैछ मलाई थाहा थिएन अनि हामीले चाहिँ टिकट काटेर आइसक्यो अनि तपाईँहरू कोलाई यस्तो परेको छ कमेन्ट हानिदिनु होला मलाई चाहिँ थाहा थिएन कि खासमा म चाहिँ भिडियो बनाउँदै थिएँ टिकटै महँगो रहेछ है सो टिकट चाहिँ 100 रुपियाँ छ अब कस्तो थियो यो मासतिर ठाउँ हेर्दै जाउँ के हुन्छ नामै लेख्न तर ठाउँ त दामी छ सरोज तामाङले सरोज सरोज लेखी सुरज सरोज के लेखेछ नामै पुरा छैन के लेख्यो सुरेश सु पनि छ ए रहेछ छ त ऊ घुमाएको छ त कस्तो खालको नाम लेखिदियो है यस्तै हो दुइटा फ्रिटी र दुइटा चाउचाउ लाने हेलो के हो यो
लगाइ हामीले चाहिँ खाजासाजा किनेर टक्क हामी जाँदैछौँ हँ पानीको महल यो चाहिँ हाम्रो उता जाने पाइप हो यो त्यो चाहिँ खै कहाँ गयो थाहा भएन होटेल के हो त्यो नाम थाहा भएन तर धन्न टोकेन त्यो त्यहाँ रहेछ पानीको मुहान तर यो ठुलो पाइप यार यो कहाँ छ यसको मुहान मासतिर चाहिँ दामी रहेछ भ्यू हिँड के इलाका रे भिडियो बनाउनु दिँदैन अहिले त्यसो भए अघि त तल त्यो टिकट काटेको ठाउँभन्दा अलिकति बनाउनु दिएन तर त्यो फेस चाहिँ आएको थिएन बनाउनु नहुने रहेछ नि त मलाई एकचोटि उता इन्डियामा जाँदै नि त्यस्तै भएको थियो नि म इन्डियादेखि फर्केर आएको थियो ठ्याक्कै यो बोर्डरमा मैले भिडियो बनाउँदै आइरहेको थिएँ कि टक्क बनाउन नमिल्ने रहेछ ओ भर्खर सुन्दरी जल आइपुगेको वेलकम टु सुन्दरी जल के लेखेर रहेछ त्यहाँ पाइँदैन ओए भिडियो पनि पाउँदैन सो गाइज फेरि हाम्रो एकचोटि चेक भइसकेको छ र यो टपमा आइपुग्न कति छ हामीलाई चाहिँ थाहा छैन तर हाम्रो दुईचोटि चेक भइसक्यो भिडियो फोटो के अरे खिच्न बनाउन नमिल्ने रहेछ तर पहिले एकचोटि आएको हो म तर मैले ठाउँ बिर्सेँ यार यो कहाँबाट जाएँ यही त हो हामीले खाने बानी यही हो पुरानो नै हो पुरानो नयाँ जे भयो भने यही त होला नि खाने चाहिँ हामीले खोइ त नि त्यो पाएँ हो यो त सानो छ त माथि ड्याममा जाने बाटो यो ड्याम त अर्को छ भन्छ माथि छ यही हो त बाटो चाहिँ कति टाइम लाग्छ धेरै लाग्छ मिनिमम 2 घन्टा 2 घन्टा लाग्छ त्यो ड्याम ड्याममै होइन अँ त्यहाँ त टाइम लाग्छ है नभए फर्क्यौँ यति हिँड्दै मर्न थाकेर 3-4 बज्ने रहेछ नजाउँ गाइस हामी यहीँबाट फर्क्यौँ त्यो पुरानो ड्याम चाहिँ यो नयाँ माथिको ड्याममा जान चाहिँ 2-3 घन्टै लाग्छ अरे टन्नै लाग्छ अरे 2 घन्टा लाग्छ है 2 घन्टै बढी लाग्छ अरे भन्छ माछा पाल्नु गएको पहिला पनि हामी आउँदा होला माछा पनि थियो गहिरो छ क्या अरे धेरै नेचुरल 8 फिट मात्रै हो र 8 फिट ठ्याक्कै रहेछ तर यस्तो होला पानी पर्दाखेरि चाहिँ अलि बढ्छ होला क्या पुरानो टोकेको मलाई हेर अघि के यो मार कत्रो आयो खोइ थाहा भएन हामी पनि फर्स्ट टाइम हो तर मेरो ग्लोभ कहाँ हालिदिएको हजुर आन्टी केही गर्दैन फेरि यसलाई छोरी राम्री छोरी मान्छे देख्नै हुँदैन यस्तै छ यो बुझ्नुपर्छ ल यही हो र खाएको हो र के खायो यसरी तपाईँहरू खाएछ त नि यस्तो लुकाउनु पर्छ नि अनि ए हिँड्नु नि हिँड्नु ल के गर्दैन खोइ दिनु नभए हामी बोक्छौँ
के गर्दैन डरायो भन्छ अनि तिनीहरू उयो गर्छ क्या हाम्रो साथी सबै मान्छेले जस्तै खाइरहेको छ त्यसरी नै खाएर गएको बाँदरले मान्छे नै हो नि यो पनि एक प्रकारको मान्छे हो बोल्न मात्र नसके हागे सत्तु गाउँ मेरो पनि कस्तो मैले त बत्तले कहाँदेखि आउनु भयो तपाईँ हामी सबै ठाउँबाट सबै ठाउँ भन्नाले हामी दुईजना बानेश्वरबाट गोकर्णबाट अनि गोकर्ण हामी पनि गोकर्ण ल ल हस् हुन्छ वेलकम राम्रोसँग जानु होला फेरि बाँदर आउँछ त्यो अगाडि पनि छ त बाँदर है बाँदर हे त्यो त मुन्तिर त्यहाँ त त्यहाँ फोटो खिचौँ कि दामी आउँछ बाँदरले खाजा खाइदिएछ यार गाई छेट लास्ट कमेडी लाग्यो खत्रै खाइरहेको छ त अनि के भन्ने त अनि खाजा सबै खोजेर खाइदिएछ मान्छेले जस्तै खाइरहेछ केटीहरूको बाँदर खतम पारेर खान्छ मोमो चाहिँ खाँदैन चाउमिन खाइरहेको रहेछ यार यसरी खाइरहेको छ मान्छेले जस्तै यार तर मोमो चाहिँ छ त्यहाँ भालिसकेको छ एउटा म एउटा भालिरहेको तर यसले अट्याक हानेको भने चाहिँ हामी खतम हुन्छ बिचरा है छोरी मान्छेहरूकै सब खाइदियो त्यहाँ माथि देखाइरहेको रहेछ पानी लेट्स इन्जोय गाइस त्यो 150 मात्रै बन्छ अरे त कहाँबाट बिक्छ त नि यो चाहिँ कसरी हो के चाहिँ यो रेड बुल त्यहाँ 200 हो यहाँ त ऊ त्यो पनि त्यति नै स्टिम पनि एक्सट्रिम भयो कि स्टिम एक्सट्रिम आमामा किन त यहाँ त्यत्रो महँगी पहिला यहाँ एउटा आन्टी हुनुहुन्थ्यो त चटपटमा कि तपाईँ नै हो मै हो त कति भयो तपाईँ यहाँ बसेको कति भयो मेरो नानी र म हो क्या मेरो छोरी र म अरू को हुनु पहिला यहीँबाट बनाएर लगायो यहाँबाट तल जानु बाटो छ छ के गर्ने छ नखाने?